सो गाइज फाइनली म चाहिँ बिहानै उठिसकेँ होइन। अनि अब उठिसकेर कहाँ जाँदैछु भन्दाखेरि अब काम गर्नु जानु पर्यो होइन। सहरमा यत्तिकै बसेर हुँदैन, यत्तिकै बसेर होइन। मन त मलाई पनि थियो नि अब जाडोमा बिहानभरि सुतेर जुरुक्क उठेर तुरुक्क मुतेर अनि तातो भात खाएर फेरि सुत्ने होइन। अब के गर्नु, घरमा छुइनँ म। घरमा भएको भए त जुरुक्क उठ्यो तुरुक्क मुत्यो होइन। अनि मम्मीले भात खाना 4 चोटि बोलाउँदा पनि नसुने चाहिँ गरेर हाउ खोजेर जान्थ्यो नि। अब अहिले त के गर्ने यार, सहरतिर छु, एक्लै छु होइन। अब जिम्मेवारीहरूले थाप्दै गएपछि, जिम्मेवारीहरू काँधमा पर्दै गएपछि यस्तै रहेछ हामी छोरा मान्छेको जिन्दगी अनि हामी जिम्मेवारी बुझ्ने मान्छेको जिन्दगी होइन। मित्रहरू त्यही हो। अब नकोही म अहिले एक्लै होइन। जे छ ठिकै छ, जे छ राम्रै चलिरहेछ। धन भनेको कमाउला या नकमाउला, तर मेन भनेको कन्टिन्यू गर्नुपर्ने हुन्छ तपाईँहरूलाई होइन। मेहनत चाहिँ कन्टिन्यू गर्नुपर्ने हुन्छ हामीले। मेहनत गरेपछि अब कुनै न कुनै दिन त सफल लाग्छ पुगेला। सो त्यही हो, केही छैन। अब यस्तै छ है। म चाहिँ अहिले ठ्याक्कै कहाँ आइपुगिसक्यो भन्दाखेरि बस पार्क, यहाँ गाडी निकाल्ने ठाउँ आइसकेँ। अब ट्याक्क मैले के गर्नुपर्ने हुन्छ, यहाँ गाडी निकाल्नु पर्ने हुन्छ होइन। आइज के भने माया भाइ होइन। म यस्तो कहिले काहीँ हल्का दिएर हुन्छु युट्युबतिर लागेको भाइ, के भन्नु नि भाइ, पुरै सेतै सेतो होला म गरे यार। जस्तो गाइस मेरो गाडी यही हो होइन। गाडीमा चाहिँ अब म ठ्याक्कै छिर्दैछु। गाडीमा छिर्दैछु भन्दा गाडी के छ, अब गाडी पुरै फोहोर छ होइन। अब गाडी साइडलाई बढाल्नु पर्यो ट्याक्क ट्याक्क होइन। अब हाम्रो साउजी आउनु भएको छैन। साउजी आएसम्म चाहिँ मैले गाडी साइड बढालेर जानुपर्ने हुन्छ।